एक दिन जनकका दरबारमा ब्रह्मसभा बोलाइएको थियो। त्यहाँ अष्टवक्रजी पनि पाल्नुभयो। उहाँलाई देखिकन ब्रह्मसभामा उपस्थित सबै हाँस्न लागे। त्यसपछि अष्टवक्रजीले भन्नुभयो, छाला त हेर्छन् केवल चर्मकारहरूले, आत्मा त जान्दैनन्। देख्यौ दृश्य शरीर यो कुरूपको, भन यो आत्मा कस्तो छ। त्यसपछि उहाँ भन्नुहुन्छ, बाङ्गो होस् नदी परन्तु जल त बाङ्गो कहीँ हुन्छ र, टेढो नै होस् उखु तथापि रस त टेढो कहाँ हुन्छ र। यस्तो वाक्य सुनेपछि श्री जनकजी आफ्नो शिर झुकाएर मुमुक्षु झैं बनी श्री अष्टवक्रजीसँग प्रश्न सोध्नुहुन्छ, कसरी यो जाइन्छ संसार तरी। अष्टवक्र गीता पहिलो प्रकरण। जनक सोध्नुहुन्छ, हे प्रभु, ज्ञान प्राप्तिको के उपाय छ? मेरो मुक्ति कसरी हुन्छ? वैराग्य कसरी प्राप्त हुन्छ? तपाईं कृपा गरेर मलाई बताउनुहोस्। अष्टवक्र भन्नुहुन्छ, हे प्रिय, यदि तिमी मुक्ति चाहन्छौ भने विषयहरूलाई विष समान जानेर क्षमा, सरलता, दया, सन्तोष र सत्यलाई अमृत समान सम्झेर स्वीकार गर। तिमी न पृथ्वी हौ, न जल हौ, न अग्नि, न वायु हौ र न आकाश नै हौ। मुक्तिका लागि तिमी आफूलाई यी सबैको चित्त स्वरूप, चैतन्य स्वरूप साक्षी सम्झ। यदि तिमी देहलाई अलग गरेर आफ्नो चित्त स्वरूप शान्त भई स्थित भयौ भने अहिले तत्कालै सुखी, शान्त र बन्धन मुक्त भइजान्छौ। न तिमी ब्राह्मण आदि कुनै वर्णका हौ, न ब्रह्मचर्य आदि आश्रमी हौ, न तिमी दृश्य पदार्थ नै हौ। तिमी असङ्ग हौ, निराकार हौ, विश्व साक्षी हौ, अतः तिमी सुखी र निश्चिन्त हौ। हे विभो, धर्म अधर्म र सुख दुःखको सम्बन्ध केवल मनसित मात्रै छ, तिमीसित छैन। तिमी न कर्ता हौ, न भोक्ता हौ, तिमी स्वरूपैले स्वतः नित्य मुक्त नै हौ। तिमी सम्पूर्ण दृश्य प्रपञ्चको एकमात्र द्रष्टा र सर्वदा सर्वथा मुक्त नै हौ। तिम्रो बन्धन यो हो कि तिमी द्रष्टालाई आफूभन्दा अलग सम्झन्छौ। द्रष्टा स्वयं आफूभन्दा अलग कहिल्यै हुन सक्दैन। यसो हुने बित्तिकै त्यो दृश्य हुन जान्छ। म कर्ता हुँ, यो मिथ्या अहङ्कार रूपी डरलाग्दो अजिङ्गरले तिमीलाई डसेको छ। म कर्ता होइन, यस विश्वास रूपी अमृत पान गरेर तिमी सुखी हौ। म अद्वितीय तथा विशुद्ध बोध स्वरूप हुँ। यस श्रेष्ठ निश्चय रूपी आगोद्वारा अज्ञानको घोर जङ्गल जलाएर तिमी शोक रहित र सुखी बन। जुन चैतन्य स्वरूप आत्मामा यो सम्पूर्ण विश्व डोरीमा सर्प समान कल्पित भई देखा परिरहेको छ, त्यो आनन्द परमानन्द बोध स्वरूप तिमी नै हौ, तसर्थ सुखी हौ। जसमा म मुक्त हुँ यस्तो अभिमान छ, अर्थात् जसमा म मुक्त हुँ यस्तो ज्ञान खुलेको छ, ऊ मुक्त हो, र जसमा म बद्ध हुँ यस्तो अभिमान छ, ऊ बद्ध हो। यो लोकोक्ति सत्य हो कि जस्तो मति उस्तै गति। आत्मा त साक्षी, सर्वव्यापक, पूर्ण, अद्वितीय, मुक्त, चेतन, निष्क्रिय, असङ्ग, लोभलालसा रहित र शान्त छ। भ्रमले गर्दा मात्र संसारी जस्तो लाग्दछ। म चिदाभास कर्ता, भोक्ता, जीव हुँ। यस भ्रमलाई एवं बाहिर र भित्रको द्वन्द्व भावलाई छोडेर तिमी स्वयं आफूलाई अद्वितीय बोध स्वरूप एवं अविनाशी अनुभव गर। हे प्रिय, तिमी चिरकालदेखि देहाभिमानको फन्दामा फँसेका छौ। म बोध स्वरूप हुँ। यस ज्ञानको दरबारले
त्यसलाई काटेर सुखी भइजाऊ। तिमी असङ्ग, अक्रिय, स्वयं प्रकाश तथा दोषरहित अत्यन्त शुद्ध हौ। तिम्रो बन्धन त यही हो कि तिमी मुक्तिका लागि समाधिको अनुष्ठान गर्दछौ। यो सम्पूर्ण दृश्य प्रपञ्च तिमीद्वारा नै परिपूर्ण छ र वस्तुतः तिमीमा नै ओतप्रोत छ। तिमी शुद्ध बुद्ध स्वरूप हौ। तिमी क्षुद्र चित्तवाला नबन। तिमी कसैसित अपेक्षा अथवा आशा नराख। विकल्प नबन। चिन्ता नगर र भार रहित बन। अन्तःकरणलाई शीतल राख। कसैलाई थाहा पत्तो नदिइकन बुद्धि विवेक अनन्तमा लागिरहोस्। कुनै पनि कारणबाट भयभीत नबन। तिमी एकमात्र आफ्नो चैतन्यमा निष्ठा राख। समस्त साकार वस्तुलाई मिथ्या सम्झ र जो निराकार छ त्यो अचल छ। यो तत्त्वको उपदेश प्राप्त गरेपछि पुनर्जन्मको सम्भावना मेटिन्छ। जसरी ऐनामा देखिने रूप वा वस्तुमा बाहिर र भित्र त्यही एकमात्र ऐना हुन्छ, ठीक उस्तै यस शरीरको सम्बन्धमा पनि छ। यसको बाहिर भित्र पनि एकमात्र परमात्मा परमेश्वर नै छन्। जसरी एक सर्वव्यापक आकाश घडाको भित्र र बाहिर स्थित छ, काल र वस्तुको विभाजनबाट रहित सजातीय विजातीय स्वगत मनोगत भेदशून्य नित्य निरन्तर ब्रह्म नै समस्त दृश्य पदार्थहरूको बाहिर र भित्र स्थित छ। पहिलो प्रकरण समाप्त।